नमस्ते सबैजनालाई मेरो गार्डनिङ ब्लगमा तपाईहरुलाई स्वागत छ। मेरो बारीमा के फल्दैछ के हुँदैछ भनेर हेरौँ। त यो चाहिँ मेरो घरको बारी हो। को बारीमा पनि मेरो चाहिँ दुईवटा भाग छ। यो अगाडिको भाग हो। अगाडिको भागमा मैले सिमी र खोर्सानी धेरै रोपेको छु। यतापट्टि गमलाहरुमा कुनापट्टि चाहिँ सिमी रोपेको छु भने गमलाहरुमा चाहिँ खोर्सानी रोपेको छु। यो चाहिँ आकाशतिर फलेर फल्ने खालको खोर्सानी हो। यो ठिक्कको पिरो हुन्छ। धेरै पिरो खान नसक्ने मान्छेहरुको लागि चाहिँ यो एकदमै राम्रो छ। यतापट्टि गमलाहरुमा चाहिँ मैले अकबरे खोर्सानी रोपेको छु। जाडो महिना एकदमै लामो र गर्मी महिना छोटो हुन्छ। अब गर्मी छिप्पिँदै गर्दाखेरि पनि जाडो महिना आउने बेला हुन आँटिसक्यो। त्यसैले आशा छ यो चाँडै फल्छ भनेर। गमलामा चाहिँ मैले पुदिना पनि लगाइदिएको छु। मलाई पुदिनाको अचार एकदमै मन परेको भएर। अब हामी पछाडिपट्टि जाऊँ है त। पछाडिको भागमा के छ भनेर हेर्नको लागि। पछाडिको चाहिँ यस्तो खालको बारी छ मेरो। अनि यतापट्टि मैले टमाटर, काँक्रा अनि अरु के लगाएको छु, अलिकति तरकारी लगाएको छु। यो चाहिँ मेरो नेपाली काँक्रा हो। चाहिँ मेरो नेपाली काँक्राको बोट हो। यसको पात एकदमै ठुलो मज्जाको भएर झ्याङ्गेर आएको छ। बोट पनि रोपेको भएर होला यसको फूल र चिचिलाहरू पनि लाग्न थालिसक्यो, जसलाई देखेर म एकदमै खुसी छु। त्यसपछि यसको छेउमा टमाटरहरू रोपेको थिएँ मैले। एकदमै धेरै बिरुवा थियो यसको। अनि फ्याल्नलाई एकदम माया लागेको कारणले मैले चाहिँ 2-3वटा बोटलाई एकै ठाउँमा रोपिदिएको छु। अनि यो टमाटर अहिले त फल्न पनि थालिसक्यो। यसरी चिचिलाहरू लाग्दैछ। त्यसपछि यतापट्टि बाबा मम्मी आउनु हुँदाखेरि सोफ रोपिदिनु भएको थियो। सोफको दानाहरू लाग्दैछ। छिपिने बेला हुन आँटिसक्यो यसको ठाउँमा चाहिँ ताजा तरकारीहरू पाउँदैन। अनि यो कर्कलो चाहिँ मलाई एकदम मिठो लाग्यो। एक छाक टिपेर खाइ पनि सके। अनि कर्कलोलाई चाहिँ मैले यसरी 2टा गमलामा रोपेको छु। मेरो बारीको नयाँ सदस्य भनेको यो हनी ड्यू मेलन भन्ने फलफुल हो। यो पनि फूल र यसको पनि चिचिलाहरू चाहिँ बिस्तारै लाग्दैछ। फर्सी जस्तै मजाले फिजेर जमिनमा जान रुचाउँदो रहेछ। यसलाई पनि त्यसपछि यतापट्टि कुनामा गमलामा मैले नेपाली काँक्राहरू रोपिदिएको छु। नेपाली काँक्रा पनि मलाई यो वर्ष धेरै नै फलाउन मन लागेको छ। अनि यो बोटमा पनि फूल र चिचिलाहरू लाग्दैछ। त्यसपछि यतापट्टि पनि नेपाली काँक्रा र बोडीहरू रोपिदिएको छु मैले। यस्तो किसिमको गमलामा चाहिँ मैले तरकारी लगाएको छु, काँक्राहरू लगाएको छु। अनि यताको सानो गमलामा अलिकति बेसार पनि रोपेको छु। र यो चाहिँ अर्कै खालको काँक्रा हो। यसलाई लेबनिज काँक्रा पनि भनिन्छ। यो एक बोट चाहिँ एकदम मजाले आएको छ, एक्लै भएर पनि होला। अनि यता चाहिँ मैले अलिकति गमला ठुलो भएको भएर 4वटा बोटलाई सँगै रोपेर यसरी थाङ्ग्रा लगाइदिएको छु। अनि यही नै हो मेरो करेसा बारी। तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो र मन पराइदिनु भयो। प्लिज लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला र यसरी नै माया र साथ दिँदै गर्नु होला है त। थ्यांक यू सो मच। बाई फर नाउ।